नयाँ वर्ष 2082 को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। भुपी शेरचनको एउटा मुक्तक छ, प्रत्येक पहेँलो वस्तुलाई सुनको गजुर भन्न मन लाग्छ, प्रत्येक रङ्गीन चरालाई मजुर भन्न मन लाग्छ। चाकरी गर्दा गर्दै यस्तो बानी परिसक्यो, अब त बाटामा कुनै गधा देखे पनि हजुर भन्न मन लाग्छ। यस्ता प्रवृत्तिलाई पुरानो वर्षतिर छाडिदिउँ। नयाँ वर्षको लागि कवि शिरोमणि लेखनाथको योगवाणी कविता गाउँ, जसमा छ, गर्नै पर्दछ अब तिमी सबले नवराष्ट्रको निर्माण, यसमा रत्ती भर नहट पछाडि चाहे ज्यान जाओस् प्राण। वीर देशका वीर तिमी छौ, वीर व्रतका अभिमानी, नजुकोस् तिम्रो वीर पताका बन्दछ यो युगवाणी। यसलाई आत्मसात गरौँ। यो नयाँ वर्ष जनताको विजयको वर्ष बनोस्। हार्दिक धन्यवाद।